हेलो एन्ड वेलकम टु माई च्यानल। साथीहरू, आज चाहिँ म जाँदैछु इन्डिया र यो भ्लग चाहिँ नेपाल टु इन्डिया हुनेछ। सो स्टे ट्युन। अहिले चाहिँ म आइपुगेको छु नेपाल र इन्डियाको बोर्डर काँकरभिट्टामा र देख्न सक्नुहुन्छ बन्दै गरेको एसियन हाइवे। यहाँबाट चाहिँ हामी बोर्डर क्रस गरेर पानी ट्याङ्की हुँदै सिलगढीसम्म जानेछौँ र त्यहाँ पुगेपछि हामी ट्रेन चढ्नेछौँ र अहिले यहाँ ट्रेन स्टेसनमा हामी आइपुगिसकेको छौँ। सिलगढी जङ्सनको ट्रेन स्टेसन यस्तो छ, अहिले चाहिँ बन्दै गरेको रहेछ। हामी यहाँबाट ट्रेन पक्रेर हामी आसाम जाँदैछौँ। सो साथीहरू, भिडियो स्किप नगरी हेर्नु होला। यहाँ तपाईँहरू ट्रेनको माइकिङ पनि सुन्न सक्नुहुन्छ र हामी यहाँबाट हामी सुरुमा जाँदैछौँ अलिपुरद्वार जङ्सन। त्यस पछाडि हामी अर्को ट्रेनमा चढेर आसाम जाँदैछौँ। यो चाहिँ ट्रेनको बाहिर भिडियो बनाएको मैले। ट्रेन चाहिँ 1-2 घन्टापछि मात्र हिँड्ने भएको कारणले हामी त्यहाँ 4 बजी पुगेको थियौँ र ट्रेन हिँड्दै थियो 6 बजी। सो हामी 2 घन्टाको टाइम चाहिँ ट्रेनमा भिडियो बनाएर स्पेन्ड गऱ्यौँ। फाइनल्ली ट्रेन चाहिँ कुद्न स्टार्ट गरिसकेको थियो र म धेरै भइसकेको थियो ट्रेन नचढेको। सो मलाई एकदमै रमाइलो लाग्यो। ट्रेनको मोमेन्ट्सहरू यहाँ मैले क्याप्चर गरेको छु। चिया खाँदै गरेको, बनाउँदै गरेको देखाएको छु। करिब 6 घन्टाको ट्रेन यात्रापछि हामी पुग्यौँ अलिपुरद्वार जङ्सन। यहाँबाट हामीले अर्को ट्रेन लिएर टियु जानुपर्ने हुन्छ। सो आसामको लागि हामी नेक्स्ट ट्रेन लिन्छौँ र यो चाहिँ अर्को ट्रेनको बिहानको मोमेन्ट्स हो। तपाईँहरू देख्न सक्नुहुन्छ उज्यालो हुँदै हुँदै गरेको टाइममा मैले चाहिँ झ्यालबाट बनाएको यो सानो क्लिप हो। र हाम्रो ट्रेन चाहिँ न्यू बङाइगाउँ जङ्सन आइपुगेको छ र अबको 2 घन्टामा हामी पुग्दैछौँ हाम्रो डेस्टिनेसनमा। सो नजारा चाहिँ यही हो साथीहरू, इन्जोय गर्नुहोला। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। यो अटोमोबाइल क्यारियर लेखेको छ। यो चाहिँ सामानहरू बोक्ने ट्रेन हो, मालगाडी भन्छ इन्डियामा। बङाइगाउँ जङ्सनमा हाम्रो ट्रेन रोकिँदैछ। पुल आउँदा चाहिँ एकदमै रमाइलो हुन्छ साथीहरू। यहाँ देख्न सक्नुहुन्छ ट्रेनको स्पिड, पुलको आवाज। र हामी फाइनली बिहानको 7:30 टियु जङ्सनमा उत्रिसकेको छौँ र हाम्रो ट्रेनको जर्नी यहीँ खत्तम हुन्छ र हामी यहाँबाट अटो रिक्सा लिएर मावला जाँदैछौँ। ट्रेन हिँड्न लागिसकेको छ, देख्न सक्नुहुन्छ। एकदमै छिटो हिँड्छ। 1 मिनटपछि चाहिँ ट्रेन हिँडिसक्यो र यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ ग्रिन फ्ल्यागले सिग्नल दिएर ट्रेन चाहिँ नेक्स्ट स्टेसनतिर जाँदैछ। हामी चढेको ट्रेन। सो फाइनली हामी चाहिँ आयौँ सिटी रिक्सामा। अब हामी जाँदैछौँ। हामी 3 जना छौँ। भिनाजु हुनुहुन्छ, बुइनी छिन् सानी, र म चाहिँ सिटी सफारी चढेर हामी जाँदैछौँ। र एकछिनपछि हामी आइपुग्यौँ मावला। देख्न सक्नुहुन्छ मेरो मावला चाहिँ यही हो, आसाम। र मामा माइजूको हातबाट पुगेपछि टिका ग्रहण पनि भयो। टिका लाएर खाना खाएर म लागेँ ठुलो बुवा ठुलो मम्मीको हातको टिका लाउन। देख्न सक्नुहुन्छ टिका लगाइसकेपछि दसैँ सकिन लागेपछि 1-2 दिनपछि हामी गयौँ गुवाहाटी घुम्न। मामाका छोरा दादासँग म 2 जना भएर हामी गुवाहाटी जाँदैछौँ। र यो बाटोमा देख्नुभएको दृश्य चाहिँ ब्रह्मपुत्र नदी हो। एकदमै ठुलो छ यो आसामको। र यहाँ चाहिँ अर्कोपट्टि अर्को पुल बनिँदै रहेछ। इन्डियामा चाहिँ साथीहरू बाटो एकदमै ठुलो ठुलो, एकदमै ऱ्यापिड
डेभलपमेन्ट देखेँ मैले। हाइवेहरू पनि एकदम बबाल यहाँको विकासको गति एकदमै तीव्र देखेर मलाई एकदमै खुसी लाग्यो। र 3 घण्टाको ट्राभलपछि हामी फाइनली खाजा खानको लागि एकछिन रोक्यौँ र यहाँ पराठा सब्जी एउटा पन्जाबी होटलमा बसेर खायौँ र हामी एकछिनमा फेरि हामी एउटा सपिङ मलमा बसेर विन्डो सपिङ गऱ्यौँ। त्यहाँको एकदमै सोरुममा एक्सपेन्सिभ लुगाहरू रहेछ साथीहरू। प्राइजहरू देखेर ढल्ने खालको एकदम ब्रान्डेड देख्न सक्नुहुन्छ। यहाँ प्राइस पनि मैले देखाएको छु। र विन्डो सपिङ गरिसकेपछि हामी गयौँ घरमा र आज चाहिँ हाम्रो यहाँ पिज्जा पार्टी हुँदैछ। पिज्जा अर्डर गरेर हामी चाहिँ यहाँ पिज्जा खान तयारी गरिरहेका छौँ। 2टा पिज्जा मगाएर कोकसँग 3-4 जना हामी यहाँ बसेर चाहिँ दसैँको माहौलमा रमाइलो गर्दैछौँ। र भोलिपल्ट बिहान चाहिँ हामी कामाख्या माताको दर्शन एवं उमानन्द नदी धेरै ठाउँ घुम्ने प्लान लिएर निक्ल्यौँ हामी घरबाट। देख्न सक्नुहुन्छ गुवाहाटी सिटीको रोडहरू। यो बिहानको चिसो मौसममा हामी जाँदैछौँ कामाख्या मन्दिर। र हामी मन्दिर प्रवेश गर्न लागिरहेका छौँ। बाइक पार्किङ गरिसकेर हामी हिँड्दैछौँ। र यहाँ भक्तजनहरूको बिहानैबाट दर्शन गर्नेको लाइन लागेको छ। यहाँ चाहिँ दर्शन गर्न साथीहरू बिहान 2 बजी 3 बजी उठेर आउनु हुने रहेछ। एकदमै भिड देख्न सक्नुहुन्छ। मन्दिरको सुन्दर दृश्य अगाडिको भागबाट यस्तो छन् कामाख्या मन्दिर चाहिँ। সেখানে বললে আমি বললাম না করে দাও। र मैले नि 1-2टा भिडियो बनाएँ अनि फोटो मेमोरिजको लागि खिचिसकेपछि हामी र दादा र म पनि फोटो खिचेर हामी लाग्यौँ हाम्रो नेक्स्ट डेस्टिनेसनतिर। उमानन्द नदीमा सिप चढेर हामी जाँदैछौँ उमानन्द मन्दिर। उमानन्द नदी देख्न सक्नुहुन्छ। यहाँ छेउमा जहाजहरू पनि राखिएको छ, बोटहरू। र हामी यहाँ टिकट काटेर चाहिँ पस्दैछौँ नाउभित्र। र फाइनली हामी चाहिँ चढेर जाँदैछौँ मन्दिरतिर। र अर्को पनि बोट देख्न सक्नुहुन्छ उतापट्टि। नदीमा हामी चाहिँ भिडियो बनाएर मनोरञ्जन गर्दैछौँ दाजुभाइ। अगाडि चाहिँ रोपवे बनिसकेको रहेछ र त्यो मन्दिर उमानन्द मन्दिर माथि चाहिँ रोपवे लगेर पारीसम्म भिजिट गर्न सकिने रहेछ। दादा यहाँ हुनुहुन्छ मेरो दादा।
र एकदमै ठुलो नदी यहाँ देख्न सक्नुहुन्छ। र यहाँ एउटा केबल कार पनि आइसकेको छ। माथि रोपवेमा हामी देख्दैछौँ र करिब 15 मिनेटको यात्रापछि हामी मन्दिरमा पुग्यौँ र देख्न सक्नुहुन्छ उमानन्द मन्दिर। टापुको बीचमा एउटा मन्दिर छ। यहाँ सिँढी चढेर आउँदै हुनुहुन्छ भक्तजनहरू। हामीले पनि मन्दिरमा दर्शन गऱ्यौँ। दर्शन गरिसकेपछि फेरि हामी ब्याक टु द सेम प्लेस जानुपर्ने हुन्छ त्यही नाउँमा चढेर। यहाँ देख्न सक्नुहुन्छ मैले लिएको दृश्यहरू। र मन्दिर दर्शन गरिसकेपछि हामी आयौँ अहिकै ठाउँमा जहाँबाट हामी चढेको थियौँ। यहाँ देख्न सक्नुहुन्छ मान्छेहरू ओर्लिँदै हुनुहुन्छ। र हामी उमानन्द दर्शनपछि गयौँ गुवाहाटी प्लानेटेरियम। यहाँनिर 2 बजीदेखिको सो रहेछ र हामीले 2 बजीदेखिको हिन्दी सो चाहिँ हेर्ने मौका पनि पायौँ। यहाँ देख्न सक्नुहुन्छ भित्रको चाहिँ खिच्न पाइएन साथीहरू, त्यसै कारण म बाहिरको सिनहरू देखाउँदैछु, गुवाहाटी प्लानेटेरियमको बाहिरको कम्पाउन्डहरू। र साथीहरू अहिलेको भिडियोमा यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। स्टे ट्युन फर नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा।